चस्मा बिनाको संसार लुक्स डिफरेन्ट। हाई गाइज, वेलकम टु मेरो चुरीफुरीवाला भ्लग। अस्तिको पनि चुरीफुरी 4 दिनमा सेलायो। अब यो चुरीफुरी कति दिन चल्छ चाहिँ थाहा छैन। सो डक्टरले ल अब जानु मिल्छ भन्नुभयो मलाई। सो आज चाहिँ म लेफ्ट नआइकन राइट गएँ घरको। अनि म पुगेँ लिङ्ग भैरवी टेम्पल। यो अस्तिदेखि म हेरिरहेको थिएँ जान्छु भनेर। अनि ल वाइ नट बिहानै मर्निङ वाकमा चल्दिउँ भनेर म गएँ। कस्तो पिसफुल ठाउँ रहेछ। तर मलाई भित्र जानु कस्तो डर लाग्यो बिकज आइ एम भेरी लाउड। अनि त्यसपछि फोन बजिहाल्यो भने के गर्ने, भित्र सबैजना ध्यान बसिरहेको थियो होइन। अनि त्यही भएर म भित्रसम्म नै चाहिँ गइनँ, बाहिर एक राउन्ड हानी। अनि त्यसपछि आई थट अफ गेटिङ ब्याक। अनि इट वाज अराउन्ड कति खै 50 मिनटको वक थियो घरबाट। अनि मलाई हिँडेर फर्किन अल्छी लाग्यो। अनि म त्यही भएर पठाउ चढेर आएँ। पठाउ चढेँ, कफी खाने ठाउँमा ओर्लेँ। अनि त्यहाँबाट फेरि हिँड्दै घर आएँ। बिचमा एकचोटि टक्क फिट चेक गरेँ। अनि मलाई आज कति मोटिभेसन आयो। घर आएर मैले अलिअलि एक्सर्साइज पनि गरेँ। अब बाहिर फलाम कागज आइरहेछ।